के तपाईहरु एज अ ट्रान्सलेटर घरमै बसी पैसा कमाउन चाहनुहुन्छ? यदि त्यसो हो भने आजको भिडियो तपाईकै लागि बनाएको हो। विगत 20 वर्षभन्दा लामो समयदेखि सेवा सुविधा दिइरहेको यो प्लेटफर्मले फ्रिलेन्सरहरूलाई ट्रान्सक्राइबर र ट्रान्सलेटरको रूपमा हायरिङ गरिरहेको छ। यो प्लेटफर्ममा तपाईले 140 वटा भन्दा बढी भाषाहरूमा काम गर्न सक्नुहुनेछ। यदि तपाईहरु एज अ नेपाली ट्रान्सलेटर काम गर्न चाहनुहुन्छ भने गो ट्रान्सक्रिप्टमा एउटा प्रोजेक्ट आउँदैछ, जुन प्रोजेक्ट म तपाईहरुलाई आजको यस भिडियोमा देखाउने कोसिस गर्नेछु। भिडियो सुरु गर्नुभन्दा अगाडि यदि तपाईहरु यस च्यानलमा नयाँ हुनुहुन्छ भने यो च्यानललाई सब्स्क्राइब गरिदिनु होला र यो भिडियोलाई पनि लाइक गरिदिनु होला, ताकि आगामी दिनहरुमा मैले यस्तै भिडियोहरु लिएर आउनको लागि हौसला मिल्नेछ। भन्दै आजको भिडियो स्टार्ट गरौँ है त। So let's get started. ओके, सबैभन्दा पहिला तपाईहरुले यहाँ हेर्न सक्नुहुनेछ जब अफर भनेर नेपाली ट्रान्सक्रिप्सन अपर्च्युनिटी भनेर देखाएको छ। एउटा इमेल आएको छ मलाई। यसमा लेखिएको छ, हेलो, वी हैव रिसिभड अ लार्ज अर्डर एन्ड need your help. Since you registered from Nepal, you might be interested in Nepali transcription work. We are inviting you to take our Nepali transcriber application test and start earning from home भनेको छ। अनि यहाँबाट तपाईले लर्न मोडमा क्लिक गरेर तपाईहरुले यो ट्रान्सक्रिप्सनको जबको बारेमा बुझ्न सक्नुहुनेछ। जस्ट त्यसको लागि हामी सिम्पली यहाँ गो ट्रान्सक्रिप्सनमा क्लिक गर्छौं लिंकमा। यसपछि तपाईहरुले यहाँ देख्न सक्नुहुनेछ गो ट्रान्सक्रिप्टको मोबाइल इन्टरफेसमा आइपुग्छ। यहाँ लेखिएको छ 20 इयर्स चाहिँ यो गो ट्रान्सक्रिप्ट चाहिँ सर्भिस दिइसक्यो, मोर देन 20 इयर्स। अनि यहाँ तपाईहरुले देख्न सक्नुहुनेछ इंग्लिश एप्लिकेसन आर टेम्पोररीली क्लोज, करेन्ट डिमान्ड इज 1000 आवर्स पर ल्याङ्ग्वेज, टोटलिङ 50,000 आवर्स इन नन इंग्लिश ल्याङ्ग्वेजेस। Apply in your strongest native language. Here is the language list of this project incoming on November 5, 2025 भनेर यहाँ ल्याङ्ग्वेज लिस्ट दिएको छ। त्यहाँबाट तपाईहरुले ल्याङ्ग्वेजहरु हेर्न सक्नुहुनेछ। म तपाईहरुलाई ल्याङ्ग्वेज लिस्टहरु एकछिनमा देखाउने छु। यसलाई क्लिक क्रस गरिदिन्छौँ। यहाँ देख्न सक्नुहुनेछ नेपाली ट्रान्सक्रिप्सन जब भनेर भनेको छ। यदि तपाईहरु पनि नेपाली हुनुहुन्छ र तपाईहरु ल्याङ्ग्वेज एक्सपर्ट हुनुहुन्छ भने तपाईहरुले यहाँबाट चाहिँ तपाईहरुले जब गर्न सक्नुहुनेछ। ट्रान्सक्रिप्सन भनेको चाहिँ तपाईहरुले अडियो भिडियोबाट त्यसलाई चाहिँ टेक्स्टमा चाहिँ हामीले ट्रान्सक्राइब गर्नुपर्ने हुन्छ, त्यसलाई नै ट्रान्सक्रिप्सन भनिन्छ। इन्जोय स्टडी रिमोट नेपाली ट्रान्सलेसन वर्क विथ कम्पिटिटिभ पे, जोइन आवर टिम अफ ल्याङ्ग्वेज एक्सपर्ट्स, विकली पेमेन्ट्स, पेपाल, पायोनियर एन्ड युएसडीसी भनेको छ। नेपालको लागि चाहिँ पेपाल र पायोनियर फिट हुन्छ भने युएसडीसी मा तपाईले पेमेन्ट लिन सक्नुहुनेछ। एज अ ट्रान्सक्राइबर तपाईले पर मिनट चाहिँ तपाईले $1.75 चाहिँ तपाईले अर्निङ गर्न सक्नुहुनेछ। एन्ड फास्ट 2 स्टेप एप्लिकेसन रहेको छ। हायरिङ फर 140 प्लस ल्याङ्ग्वेजेसहरुमा चाहिँ अलरेडी हायरिङ भइसकेको छ है, भइरहेको छ पनि। एन्ड तपाईहरुले यहाँबाट एप्लाई गर्नको लागि भनेको सिम्पली एप्लाई नाउमा क्लिक गर्नुपर्ने हुन्छ। यदि तपाईहरु नयाँ युजर हुनुहुन्छ भने तपाईले अकाउन्ट क्रिएट गर्नुपर्ने हुन्छ। यहाँबाट इमेल एड्रेस र पासवर्ड हालेर नर्मली तपाईहरुले क्रिएट गर्न सक्नुहुनेछ। एन्ड मेरो अकाउन्ट अलरेडी भएको कारणले यहाँबाट इमेल एड्रेस र पासवर्ड हालेर मैले यहाँबाट डाइरेक्ट लगइन गर्छौं। एन्ड यति भइसकेपछि एप्लाई फर ट्रान्सक्राइबर पोजिसन भनेको छ। तपाईहरुले टु एप्लाई फर ट्रान्सक्राइबर पोजिसन यु मस्ट कम्प्लिट क्विज 100% करेक्ट युजिङ आवर गाइडलाइन्स। Each question can have one or more correct answer भनेको छ। यो तपाईले यहाँबाट एउटा गाइडलाइन्स दिएको छ, यो गाइडलाइन्सलाई तपाईहरुले फलो गर्नुपर्ने हुन्छ है त। एन्ड 10 वटा क्वेशन छ। यो 10 वटा क्वेशनको तपाईले एन्सर दिएर 100% क्विज कम्प्लिट गरिसकेपछि तपाईले यहाँ कन्फर्म भन्ने ठाउँमा क्लिक गर्नुपर्ने हुन्छ। अहिले म यहाँबाट तपाईहरुले देखाउन सक्दिन हैन। अनि त्यहाँबाट त्यो तपाईहरुले यहाँबाट एन्सरहरु सिलेक्ट गरेर कन्फर्ममा क्लिक गरिदिनु होला। एन्ड कन्फर्ममा क्लिक भइसकेपछि यहाँबाट तपाईहरुले ब्याक जानु होला। अनि जस्ट यहाँ देखाएको छ प्रोजेक्ट डिटेल्स भनेर। स्टार्ट डेट भनेको नोभेम्बर 5 देखि हुन्छ। एक्सपेक्टेड भोल्युम पर ल्याङ्ग्वेज भनेको 1000 देखि 2000 आवर्स रहेको छ। पेमेन्ट्स भनेको ट्रान्सक्राइबर्स फ्रम 60 सेन्ट्स पर अडियो मिनट्स, एडिटर्स फ्रम 70 सेन्ट्स पर अडियो मिनट्स। रेट्स मे भेरी स्लाइटली बाई ल्याङ्ग्वेज भनेको छ। एन्ड तपाईहरुले पेमेन्ट चाहिँ पेपाल पायोनियरबाट लिन सक्नुहुनेछ। वाट टु डु
Review the guideline available in Nepali and transcribe a few minutes of audio in Nepali. That's it. We will review your test within 2 to 3 days भनेको छ. And यदि तपाईहरु एप्रुभ भइसकेपछि यहाँ एउटा केही इन्फर्मेसनहरु दिएको छ, त्यहाँ यो लिंकमा क्लिक गर्नु होला. म तपाईहरुलाई यो लिंक चाहिँ यो भिडियोको डिस्क्रिप्सनमा दिनेछु, तपाईहरुले त्यहाँबाट चेक गर्न सक्नुहुनेछ. जस्ट यहाँ क्लिक गर्दिन्छौं. गेटिङ स्टार्टेड भनेको छ. जस्ट यसलाई चाहिँ हामीले जुम गर्छौं. एन्ड गेटिङ स्टार्टेड भनेको छ ट्रान्सक्राइबरको लागि. वेलकम एब्रोड भनेको छ. टेबल अफ कन्टेन्टहरु छ दिएको छ, तपाईहरुले कसरी प्रोफाइल सेटअप गर्ने, काम कहाँबाट खोज्ने, कसरी रिजर्भ गर्ने कामलाई हैन, वर्क स्पेस हेर्न सक्नुहुनेछ. Transcribing with the tools, choose the right job, quality expectations, releasing a job, payments, common pitfalls to avoid, learn faster and earn more, help and resources, research unfamiliar terms, quick reference हरु तपाईहरुले हेर्न सक्नुहुनेछ. यहाँबाट तपाईहरुले सबै देख्न सक्नुहुनेछ. what the column mean भनेको चाहिँ यो कलमहरु तपाईहरुले यहाँबाट आफै पढ्न सक्नुहुनेछ है त. म यो डकुमेन्टको चाहिँ लिंक तपाईहरुलाई भिडियोको डिस्क्रिप्सनमा दिनेछु, तपाईहरु त्यहाँबाट चेक गर्नु होला है. यसलाई सिम्पली ब्याक गर्दिन्छौं. र इफ यु आर नट रेडी टु ट्रान्सक्राइब इन द ल्याङ्ग्वेज लिस्टेड एबोभ, यु क्यान सी द ल्याङ्ग्वेजेस वी आर करेन्टली हायरिङ हियर भनेको छ. एन्ड तपाईहरुले नेपाली ल्याङ्ग्वेजमा गर्न चाहनुहुन्न, यदि तपाईहरुले अरु ल्याङ्ग्वेजमा गर्न चाहनुहुन्छ भने तपाईहरुले यहाँबाट ल्याङ्ग्वेज लिस्टहरु हेरेर गर्न सक्नुहुनेछ है. जस्तै अहिले भनेको ल्याङ्ग्वेजहरु चाहिँ यहाँ देखाएको छ. पोलिश, टर्किश, स्पेनिश, फ्रेन्च, कुर्डिश, अर्मेनियन, सोमाली, भियतनामिज, नेपाली, इन्डोनेसियन जस्तो विभिन्न ल्याङ्ग्वेजहरुमा चाहिँ अहिले हायरिङ भएको छ. 50+ नन इङ्ग्लिश ल्याङ्ग्वेजहरुमा चाहिँ हायरिङ भएको छ. तपाईहरुले पनि एप्लाई गरेर यहाँबाट राम्रो वर्क फ्रम होम जब गरेर अर्निङ गर्न सक्नुहुनेछ. जस्ट यसलाई पनि ब्याक गर्दिन्छौं. अनि तपाईहरुले यहाँबाट एउटा चाहिँ ल्याङ्ग्वेज गाइडलाइन्स भनेको चाहिँ म तपाईहरुलाई यहाँबाट देखाइदिन्छु. यो सबै लिंकहरुको डिटेल चाहिँ म तपाईहरुलाई डिस्क्रिप्सनमा अथवा कमेन्टमा पिन गर्नेछु, तपाईहरुले त्यहाँबाट चेक गर्न सक्नुहुनेछ. यहाँ गाइडलाइन्स भन्ने ठाउँमा क्लिक गरेर ओके गर्दिन्छौं. एन्ड यो चाहिँ खासमा यो अनि यो अहिले यहाँबाट नट सपोर्टेड भन्छ. यसलाई चाहिँ ओपन विथ गरेर जिप फाइल हो यो. यहाँ धेरै फाइलहरु छ, तपाईहरुले यसलाई सिम्पली डाउनलोड गर्नु होला हैन. एन्ड डाउनलोड एनीवे मा क्लिक गरेर यसलाई डाउनलोड गर्नु होला हैन. ओके, जस्ट डाउनलोड भइसकेपछि ओपन फाइलमा क्लिक गर्नु होला अनि तपाईको माई फाइल्समा ओपन हुनेछ. माई फाइल्समा क्लिक गरेर यसलाई चाहिँ एक्सट्र्याक्ट भन्ने ठाउँमा क्लिक गरेर तपाईहरुले यसलाई एक्सट्र्याक्ट गर्न सक्नुहुनेछ. त्यसपछि तपाईहरुले चाहिँ यहाँ वर्ड फर्ममा आउनेछ. तपाईहरुले त्यहाँबाट एउटा एउटा गरेर तपाईहरुले यो चाहिँ हाम्रो गाइडलाइन्स हो है, कसरी गर्ने हो त, कसरी चाहिँ गर्दाखेरि गाइडलाइन्स फलो हुन्छ भनेर देखाएको छ. जस्तै नेपाली ट्रान्सक्रिप्सन गाइडलाइन्स भनेको छ. यसलाई क्लिक गरौँ. वर्डमा चाहिँ तपाईको फाइल ओपन हुन्छ. अनि यहाँ तपाईहरुले ट्रान्सक्रिप्टका ट्रान्सक्रिप्सन निर्देशिकाहरू भनेको छ. यहाँबाट तपाईहरुले यो सबै चाहिँ त्यो निर्देशनहरूलाई फलो अप गरेर तपाईहरुले यो अनुसारले काम गर्नुपर्ने हुन्छ.